जुन ईदको अन्तिम दिनमा हिजो कपिलवस्तुको महाराजगञ्ज वडा नम्बर 2 मा हिन्दूहरूमाथि लक्षित गरेर काली मन्दिरमाथि लक्षित गरेर नमाज पढेर आइसकेका मुस्लिम जमातहरूले ताबडतोड हमला गर्नु, मन्दिरभित्र घुसेर मन्दिरका साउन्ड सिस्टमहरू फुटालिदिनु र मन्दिरलाई तोडफोड गर्नु अत्यन्तै दुःखद कुरा हो। यस्तो घटना नेपालमा हुनु हुँदैन थियो, विगत केही समयदेखि भइरहेको छ। यस्तो कुरा न्यूनीकरण गर्नको लागि पहिलो कुरा स्थानीय सरकार, स्थानीय अधिकारीहरू र विशेष गरी राज्यको आँखा सिधा रूपमा जान पर्दछ। हिजोसम्म भोट माग्दाखेरि, मत माग्दाखेरि मन्दिर मन्दिर चाहर्ने, टीका लगाउने, गुरुहरूको आशीर्वाद लिने, तर आजको दिनमा जो काली मन्दिरका पुजारीहरू छन् उनीहरूलाई सयौं संख्याको मुस्लिम जत्थाहरू आएर जिहादी जसरी आक्रमण गरेर हिन्दूहरूलाई काफिर नै सोचेर उनीहरूमाथि बर्बरतापूर्वक आक्रमण गर्दछन् भने नेपाल भन्ने देशमा 81% हिन्दूहरू छन् भन्नु मूर्खता बाहेक अरू केही पनि मान्दिन्न। मेरो विचारमा चाहिँ जुन व्यक्तिहरू त्यहाँ आए, जसले हिन्दूहरूमाथि दमन गरे, हिन्दूहरूलाई लछार पछार गरे, हिन्दूहरूमाथि ढुङ्गा मुढा आक्रमण गरे, मन्दिरहरू विध्वंस बनाए र त्यहाँका जो भजन कीर्तन गर्ने सामग्रीहरू छन् ती सामग्रीहरूलाई तोडफोड गरे र त्यहाँको हिन्दू समाजलाई भयभीत बनाउने कोसिस गरे। यो अत्यन्तै निन्दनीय मात्रै होइन, यो नीच हरकत हो र यस्तो हरकत यदि समयमै रोक्न सकिएन भने अत्यन्तै दुर्भाग्य यो देशले बेहोर्नु पर्ने हुन्छ। र जुन व्यक्तिहरू पीडित छन्, हिन्दूहरू पिटाइ खाएर पण्डितहरूले कुटपिटमा परेर पनि फेरि यस्तो किसिमको हरकत, यस्तो किसिमको क्रियाकलाप नहोस् भनेर हिन्दूहरूले शान्तिपूर्ण रूपमा र्याली गर्न खोज्दाखेरि राज्य सत्ताबाट र प्रहरी यो पुलिस प्रशासनबाट दमन हुनु र असुर ग्यास प्रहार हुनु, तत्पश्चात 50औंको संख्यामा गोलीहरू प्रहार हुनु र 4 जना युवाहरू घाइते हुनु यो सामान्य विषय भने होइन। किन भन्दाखेरि आजसम्मको इतिहासमा हामीले यति धेरै दङ्गाहरू देखिरहेका छौँ, यति धेरै एक समुदाय अर्को समुदायप्रति गलत तरिकाले प्रस्तुत भइरहेको देखेका छौँ र विगत 6-7 वर्षदेखिको स्थिति चाहिँ हामीले नेपालको निहालेर हेऱ्यौँ भने हरेक पटक पूजा पाठमा होस्, गणेश मूर्ति विसर्जनको कुरा होस्, दुर्गा मूर्तिको विसर्जनको कुरा होस् अथवा अन्य कुनै किसिमका धार्मिक क्रियाकलापहरू गरेर जाँदाखेरि मजहबी उन्मादीहरू केही संख्यामा आएर पथराव गर्नु, सिसाका बोतलहरूले हान्नु, हिन्दूहरूलाई भट्काउन खोज्नु र सामाजिक सद्भावलाई तहस नहस बनाउन खोज्नु, सामाजिक सद्भाव बिगार्न खोज्नु यो अत्यन्तै नीच हरकत हो। र यस्तो किसिमको नीच हरकत यदि समयमै उनीहरूले रोकेनन् भने, उनीहरू संयम बनेनन् भने यो समाजको लागि अत्यन्तै दुर्भाग्यको कुरा हुन सक्दछ। र हिजो जुन व्यक्तिहरू पीडित छन्, पीडा दिने मुस्लिम केही व्यक्तिहरू छन्, 100-150को संख्यामा छन् र त्यहाँ 10-15 जना हिन्दूहरू पीडित भएका छन्। त्यो पीडितहरूलाई न्याय दिनुपर्ने ठाउँमा जनार्दन गौतम, सन्तोष आचार्यहरू जस्ता डिएसपी र जिल्लाका प्रमुखहरूले हिन्दूहरूमाथि नै गोली हान्ने आदेश दिन्छ र हिन्दूहरूलाई गोली लाग्छ, 4 जना घाइते हुन्छन् र घाइते भएकोहरूको उपचार त भइरहेको छ, तर पीडितहरूले न्याय माग्दाखेरि उल्टै हिन्दूहरूमाथि गोली बर्साउनु भनेको यो 81% जो हिन्दूहरू छौँ भन्छन् नि त्यो हिन्दूहरूको मुखमा कालो पोतेको भन्दा, त्यो कालो मोसो दलेको भन्दा पनि अझ बर्बरता हो। यो हिन्दूहरूको, तिमीहरूको यो समाजमा कुनै औकात छैन भन्न खोजिएको। न्याय माग्दाखेरि हिन्दूहरूलाई यदि बर्बर तरिकाले गोली प्रहार गरिन्छ भने हिन्दूहरूको कुनै अस्तित्व छैन, कुनै औकात छैन भन्न खोजिएको। र यो कुरा यदि हामीले समयमै बुझ्न सकेनौँ भने, यो कुरालाई हामीले समयमै मनन गर्न सकेनौँ भने, हिन्दूहरू एकत्रित हुन सकेनन् भने भोलिका दिनमा जस्तो किसिमको परिस्थिति आउँछ, हिन्दूहरूले आफ्नो न्यायको लागि जुन तरिकाले लड्न खोज्छन्, यदि भोलि हिन्दूहरू आफ्नो न्यायको लागि लड्न थाले भने त्यसको मुख्य दोषी प्रशासन हुन्छ।
र प्रशासनले सिधा गोली चलाउने आदेश हिन्दूहरूमाथि दिनु भनेको यो बर्बरता हो, कायरता हो र भविष्यमा समाजलाई भट्काउने यो पुलिस प्रशासनको पनि एउटा नियोजित रणनीति हो चाहिँ म भन्न सक्छु। किन भन्दा संयमता, शान्तिपूर्ण तरिकाले शान्ति व्यवस्थालाई चाहिँ संयम बनाउन खोज्नु पुलिसको, प्रशासनको पहिलो कर्तव्य हो। गोली चलाउनु पहिलो कर्तव्य होइन। जसले गल्ती गर्यो त्यसलाई गोली चलाउने हो, जसले गल्ती गर्यो त्यसलाई समातेर जेलमा कोच्ने हो। तर हिन्दूहरू कमजोर छन् भन्दैमा त्यो कमजोरमाथि अझ दमन गर्नु यो चाहिँ सरासर गलत, सरासर नियोजित, सरासर बदनियत र सरासर यो अनुशासन भन्दा, अनुशासनको दायरा भन्दा सामाजिक जुन परस्पर प्रेम छ, सामाजिक जुन मिलाप छ, त्यो मेल मिलाप भन्दा पनि अझ बाहिर गएर तिम्रो जे जस्तो गर्न सक्छौ गर भनेर गोली ठोक्नु यो उपयुक्त होइन। यो अति भन्दा नि अझ अति भइसकेको छ र यस्तो किसिमको अतिपनलाई रोक्नको लागि हिन्दूहरू एकजुट हुनु, आफ्नो अधिकारको लागि लड्नु र जो हाम्रा सम्पदाहरू छन् ती सम्पदाहरूको संरक्षण गर्नु अत्यन्त आवश्यक पर्छ। आज कपिलवस्तुलाई परेको छ, भोलि पहाडलाई पर्छ, अर्को दिन हिमाललाई पर्नेछ। सोही कारणले हिन्दू एकता अति आवश्यक जस्तो महसुस भइसकेको छ। किन भन्दा हिजो जति व्यक्तिहरू चुनावमा लड्छन् उनीहरूले बरु ईदको शुभकामना दिएका छन्, प्रत्येकले ईदको शुभकामना दिएका छन्। कुन तरिकाले दिन्छ मलाई थाहा छैन। उनीहरू काफिर हुन्, काफिरहरूले ईदको शुभकामना दिन मिल्दैन। काफिरहरूले ईद मुबारक भनेर भन्नै मिल्दैन के। किन भन्दाखेरि त्यो इस्लामले जायज गर्दैन, त्यो मुस्लिमहरूले पनि त्यो ठिक मान्दैनन्। काफिरहरूले कसैलाई शुभकामना दिनु त्यति उपयुक्त हुँदैन, तर पनि काफिरहरूले शुभकामना दिइरहेका छन्। तर आफ्नै हिन्दू भाइहरूलाई, आफ्नै हिन्दू परिवारमाथि गोली बर्सिरहेको छ, त्यो विषयमा मौन हुन्छन् भने त्यस्ता हिजडा हिन्दूहरू हामीलाई चाहिएका होइनन्। हामीलाई केवल हाम्रो संस्कृति बचाउनको लागि, हाम्रो परम्परा बचाउनको लागि, हाम्रो रीतिथिति र हाम्रो जुन मौलिकता छ, जुन हाम्रो पिता पुर्खाले आर्जेको यो विरासत छ नि, यो विरासत पाउनु सानो कुरा, चान्चुने कुरा चाहिँ होइन। तर शुभकामना दिँदै गर्दाखेरि हिन्दू मरिरहेका छन्, हिन्दूलाई मारिरहेको छ, हिन्दूहरूको रगत बगिरहेको छ भने त्यो रगतको विषयमा, त्यो रगतलाई न्याय दिनको लागि यदि तिमीहरू अग्रसर हुँदैनौ, एक शब्द बोल्दैनौ, कानुनी उपचारमा अगाडि बढ्दैनौ भने तिमीहरू जतिको दोगला, तिमीहरू जतिको कायर र नपुंसक अर्को हुन सक्दैन। र तिमीहरूलाई हिन्दू भन्नुभन्दा हिन्दू नमान्नु नै ठिक हुन्छ र हिन्दूहरू आफ्नो तरिकाले आफै लड्न पनि सक्छन्। यति भन्दै जुन महाराजगञ्ज वडा नम्बर 2 मा भएको कपिलवस्तुमा भएको जुन घटना छ त्यो घटना अत्यन्त निन्दनीय छ र दोषीहरूलाई प्रशासनले जति सक्यो चाँडो कारबाही गरेर जेलमा कोचोस्। गोली हान्नु नै छ भने त्यो 15-20 जना जो जिहादी उन्मादीहरू छन् तिनलाई गोली हानोस् र समाजलाई संयम र शान्त बनाओस्। धन्यवाद।